यो साइडहरु भनेको चाहिँ साथीहरु एकदमै पहिरो जाने साइडहरु हो हैन। त्यस भएर तपाईहरु पनि यो साइड चाहिँ पानी यस्तो परिरहेछ गाइस है, जाडो पानी परिरहेछ गाइस। ल हेर्नुस् त, बाफ रे। आयौं ल हाम्रो यात्रा। हामी चाहिँ इलामको कुटी डाँडामा छौं अनि हाम्रो सब्स्क्राइबर्सहरु पनि बढिसकेको छन् हैन। अनि बाबुहरु सुपर एक्साइटेड। जेनजी अब हुनेवाला जेनजी हैन। नाम के अरे लु भन भन। विशाल श्रेष्ठ, मेरायन भारत, अर्पण तामाङ, अर्पण काफ्ले। सबैको घर कहाँ अरे? लाल। अब चाहिँ हामी यो इलामको कुटी डाँडालाई छोडेर हाम्रो फ्यान्सहरुलाई पनि बाई गर्दै हैन अब लाग्यौं ठ्याक्क तपाईको झापातिर है। ल टेक केयर ल। पानी यस्तो परिरहेछ गाइस है, जाडो पनि छ अलिअलि। विचित्र छ गाइस है। केटाकेटीहरू कस्तो कति रहर गर्छन् भने मसँग चाहिँ अब क्यामेरा देखे केटाकेटीहरूले, अनि क्यामेरा देखेपछि चाहिँ अङ्कल तपाईँ भ्लगर हो के छ च्यानलको नाम भनेर बिचाराहरूले बाबा मम्मीको फोन लिएर सब्सक्राइब गरिहाले। ल गाइस हेर्नुहोस् त, इलामदेखि अब हामी सजिलो तरिकाले फर्किँदैछौँ झापातिर। बाटो यस्तो छ, पानी परिरहेछ। आशा गरौँ कि बाटोतिर अब पहिरोहरू गएको चाहिँ नहोस्। एक दुई ठाउँ एकदमै खतरा बाटो छ। हामी चाहिँ आज हैन गाइस, हामी चाहिँ आज तपाईको इलामको कुटी डाँडादेखि माथि रहेको माता पाथिभरा माताको दर्शन गरेर फर्किँदैछौँ। एकदमै रमाइलो भयो दिन पनि, राम्ररी पूजापाठ गऱ्यौँ अनि फर्क्यौँ। आज शनिबारको दिन हो। अलिअलि चाहिँ गल्यौँ पनि हैन, धेरै 900,000 जति खुड्किलो चाहिँ तल माथि गर्दाखेरि अलिअलि गलेको फिल चाहिँ भयो, तर वर्थ इट। यो बाटो पनि तपाईहरु चाहिँ यात्रा गर्नु हुँदैछ भने एकदमै सावधानी अपनाउनु होला, किनभने चिप्लो बाटो छ। चिप्लो बाटो छ, लड्न सकिन्छ। विशेष गरी वर्षाको मौसममा। पानी परे पनि रमाइलो छ यात्रा चाहिँ। पानी झन् बाक्लो आउन थाल्यो साथीहरु। हेर्नुहोस् त, अझ बाक्लो तरिकाले पानी आउन थाल्यो। थुप्रो टर्निङ्सहरु चाहिँ अब यसरी धेरै छ हैन। बाटो कति ठाउँमा बिग्रेको पनि छ, चिप्लो बाटोहरु पनि छ। त्यस भएर एकदमै होस गरेर हाँस्नुपर्ने अवस्था छ यहाँ।
परिरहेछ गाइज ल हेर्नुहोस् त बाफ्रे यो साइडहरू भनेको चाहिँ साथीहरू एकदमै पहिरो जाने साइडहरू हो होइन त्यस भएर तपाईँहरू पनि यो साइड चाहिँ यात्रा गर्नुहुँदैछ त्यसमा पनि यसरी झरीको समयमा चाहिँ यसरी यात्रा गर्नुहुँदैछ भने एकदमै होस गरेर यात्रा गर्नु होला किनभने बाटो चिप्लो हुन्छ अनि पहिरोको एकदम जोखिम हुन्छ हेर्नुहोस् त जतिखेर नि यहाँ पहिरो खस्ने सम्भावना हुन्छ त्यसबाट एकदमै ख्याल गरेर चाहिँ यात्रा गर्नु होला मेरो अगाडि तपाईँले देख्न सक्नुहुन्छ एकदमै जोखिम बाटो छ हेर्नुहोस् त एकदमै जोखिमपूर्ण यात्रा छ यो हाम्रो एकदमै हिलो ल हेर्नुहोस् यहाँ कत्रो पहिरो खसिरहेछ पहिरो खसेको रहेछ र साइडको बाटो साइडको रेलिङहरू पनि यसरी पहिरोमा बिगारिदिएको छ पहिरोले अझ फेरि पानी अब फेरि बढ्न थाल्यो पानी धेरै कुल भयो वाउ ल हेर्नुहोस् बाटो यस बाटोमा चाहिँ एकदमै टर्निङहरू भए तापनि होइन हरियाली छ शीतल वेदर छ त्यसैले गाडी हाँक्न बाइक हाँक्न चाहिँ एकदमै मोटिभेसन आइरहेछ ल साथीहरू हामी चाहिँ फाइनली कहाँ आयौँ भन्दाखेरि जोरकलस आयौँ जोरकलस आयौँ ल हाम्रो यात्रा भयो ल हस् थ्याङ्क यू हाम्रो म्यापपछि पनि चेक भयो क्लिन भएर चाहिँ हामी यहाँबाट अगाडि बढ्दैछौँ साथीहरू यो चाहिँ झापा र इलाम जोड्ने सिमाना जोरकलसबाट अब हामी सट्ट तरिकाले तल लाग्छौँ झापा ल हेर्नुहोस् त साथीहरू कस्तो मौसमले पनि होइन प्रकृतिले पनि जानेको क्या त्यहाँ माथिसम्म इलामसम्म पानी परिरहेको थियो अब त्यहाँदेखि तल झरेपछि चाहिँ ल हेर्नुहोस् एक थोपा पानी परेको छैन हामीले रेनकोट ओढेको देख्यो भने मान्छेहरूले हामीलाई बौला भन्न पनि बेर छैन है ल हेर्नुहोस् त